नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले 2084मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका छन्। आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पुँजीवादी व्यवस्था विरुद्ध जनसङ्घर्ष अभियानको उद्घाटन गर्दै महासचिव बास्तोलाले आगामी 84मा संसदीय व्यवस्थाको चुनाव नहुने ठोकुवा गरेका हुन्। आगामी निर्वाचन संसदीय व्यवस्थाका लागि हुँदैन, भए समाजवादी व्यवस्थाका लागि मात्रै हुन्छ उनले भने। संसदीय व्यवस्था असफल भयो, अब सबै दलले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि चुनावमा सहभागी हुनुपर्छ। महासचिव बास्तोलाले भ्रष्ट दलाल पुँजीवादी व्यवस्था विरुद्ध नेपाली जनतामाथि शोषण उत्पीडन भएको भन्दै अब यो व्यवस्थाबाट जनतालाई मुक्त गराउनु पर्ने धारणा राखे। संसदीय व्यवस्थाकै कारण जनप्रतिनिधिदेखि प्रधानमन्त्री मन्त्रीहरू भ्रष्ट भइरहेको दावी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा रकम राखेको भारतीय मिडियामा आएको विषयबारे प्रश्न पार्नुपर्ने माग गरे। कार्यकारी प्रमुख सिधै जनताको भोटबाट चुनिनुपर्छ, जनप्रतिनिधि सभा गठन गर्नुपर्छ, विज्ञबाट मन्त्री बनाउनुपर्छ, तब मात्रै नेपाली जनताले अपेक्षाकृत राज्यबाट सेवा पाउनेछन्। अभियान 6 महिनासम्म सञ्चालन हुने नेकपा बहुमतले जनाएको छ।